नेपाली कन्टेन्ट क्रिएटरले 8 महिनामै युट्युब, फेसबुक र टिकटकबाट 2 अर्ब 23 करोड़ 75 लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गर्न सफल भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन मार्फत यस्तो आँकडा पहिलो पटक सार्वजनिक भएको हो। प्रतिवेदनले अडियो भिजुअल एन्ड रिलेटेड सर्भिसेस अन्तर्गत यस किसिमको आमदानी तथा खर्चलाई समेटेको छ, जस अनुसार सामाजिक सञ्जाल समेतका भिडियो तथा अडियो सामग्री उत्पादन मार्फत आमदानी गर्ने मात्र नभई यस्ता सामग्रीमा नेपालीहरूले गरेको खर्च समेत समेटिएको छ, जस अनुसार यस अवधिमा नेपालीहरूले 72 करोड़ 74 लाख रुपैयाँ खर्चेको देखिन्छ। समग्रमा यो शीर्षकमा देशलाई 1 अर्ब 51 करोड़ 2 लाख रुपैयाँ नाफा भएको छ। यसैगरी 8 महिनाको अवधिमा दूरसञ्चार सेवातर्फ 3 अर्ब 64 करोड़ 11 लाख रुपैयाँ, कम्प्युटर सर्भिस 10 अर्ब 61 करोड़ 79 लाख रुपैयाँ, प्रोफेशनल एन्ड म्यानेजमेन्ट कन्सल्टिङ सेवा मार्फत 23 अर्ब 24 करोड़ 1 लाख रुपैयाँ र अन्य व्यावसायिक सेवातर्फ 36 अर्ब 50 करोड़ 74 लाख रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको छ।